हेलो, यहाँहरू सबै कस्तो हुनुहुन्छ? र आज त हाम्रो ठाउँमा एकदमै धेरै गरम छ। यसले गर्दा धेरै गरम भएकोले गर्दाखेरि म यहाँ पानी पिउँदै यहाँहरूसँग एउटा कथा सेयर गर्न मन लाग्यो है। त्यो कथा चाहिँ मैले पहिले स्कुलमा हुँदाखेरि सुनेको, जो चाहिँ मलाई धेरै राम्रो लाग्छ अनि त्यो कथा मलाई सम्झना आइबस्छ। त्यो कथा चाहिँ के हो भने, एउटा बाँदर हुन्छ है, जसले चाहिँ उसले कल्पना गर्छ अनि उसले सारा संसारभरि घुमेर ज्ञानलाई बटुल्ने उसले एउटा त्यो सोचिरहेको हुन्छ अनि पुरा संसार घुम्छ अनि ज्ञान उसले एउटा फर्सीमा बटुलेर दिन्छ है। अनि सबै ज्ञान बटुल्दै त्यो फर्सीमा हाल्दै अर्को ठाउँ जान्छ, त्यहाँ पनि ज्ञान केही कुरो बटुल्छ है। अनि त्यसलाई फेरि फर्सीमा हाल्छ। त्यसरी बटुल्दै बटुल्दै उसले फेरि आफूलाई सम्झ्छ, अब यो बटुलेको ज्ञान चाहिँ म कसैलाई दिन्न है, यो ज्ञान चाहिँ म लुकाएर राख्छु। अनि उसले आफूलाई सम्झ्छ, म चाहिँ सबैभन्दा ज्ञानी भएँ। अब मैले जति यो फर्सीभित्र ज्ञान बटुलेको छु त्यति ज्ञान अरू कसैकोमा छैन भनेर उसले सम्झिन्छ है। अनि त्यसरी सम्झिँदै अनि अब उसले सम्झिन्छ कि अब यो बटुलेको ज्ञानलाई त्यो कहाँ लुकाउनु है, यो फर्सीलाई म कहाँ लुकाउनु, किनभने उसले अब कसैलाई दिनु छैन, आफूलाई ज्ञानी सम्झिरहेको छ है, र कसैलाई दिनु छैन नि त उसले नि। अनि त्यसरी सम्झिँदै गर्दाखेरि उसले सम्झिन्छ, म यसलाई रुखमा लुकाएर राख्छु भनेर सम्झिरहेको हुन्छ है। अनि एउटा रुखमा अगाडिपट्टि फर्सीलाई आफ्नो घोडीमा फर्सीलाई बाँधेर रुखमा चढ्छ। रुख माथि पुर्याउनुको लागि त्यो फर्सीलाई लुकाएर राख्छ। अनि चढ्छ, फेरि झर्छ, फेरि चढ्छ, फेरि झर्छ है। अनि त्यतिकै त्यसो गर्दै गर्दाखेरि एउटा फेरि मान्छे आइपुग्छ जसले त्यो घाँस बटुल्नु आएको हुन्छ। अनि घाँस बटुल्दै गर्दाखेरि उसले परबाट फर्सीलाई बाँदरलाई हेरिरहेको हुन्छ। बाँदरले त्यो फर्सी उकालो चढाउनु खोज्छ, फेरि झर्छ, फेरि अब सकिरहेको छैन है। अन्त घाँसवालाले भन्छ आएर, तिमीले के गरेको भन्दा, होइन हौ यसलाई माथि लुकाएर राखौँ भनेको नि भनेर भन्छ है। उसले भनेको छ नि, यो भित्र चाहिँ मैले ज्ञान बटुलेको छु भनेर होइन। तर उसले यति मात्रै भन्छ, यसलाई म माथि राखौँ भनेको भन्छ। अन्त उसले भन्छ, तिमी अन्त कहाँ त्यो फर्सीलाई अगाडि राखेर घोडीमा राखेर उकालो रुखमा चढ्दा कहाँ हुन्छ त, त्यो फर्सीलाई चाहिँ तिमीले ढाडमा बोकेर उकालो चढ न, अब तिमीलाई सजिलो हुन्छ भन्दै गर्दा त्यति बेला बाँदर फेरि आफूलाई धिक्कार्छ, यति ज्ञान चाहिँ मैले बटुलिन रहेछु, यति ज्ञान चाहिँ ममा छैन रहेछ भनेर त्यहीँनिरै उसले फर्सीलाई पछारेर फुटाउँछ। अनि कति यसमा हामी यो कथा सुन्दै गर्दाखेरि हामीले पनि कहिलेकाहीँ आफूलाई अरूभन्दा ज्ञानी, आफूलाई अरूभन्दा श्रेष्ठ हामी ठानिरहेको हुन्छौँ। र वास्तवमा हामी बाँचुन्जेल हामी सबैबाट नै केही न केही सिक्नुपर्छ। सानो होस् ठुलो होस्, हामी कोही पनि कम्प्लिट हुँदैनौँ है। हामीले कुनै पनि कुरामा हामी पोख्त जानकारी भएको हुँदैनौँ। हामीले कहीँ न कहीँ कसै न कसैबाट हामीले केही न केही कुरोहरू सिक्नुपर्छ अनि सिकिहाल्नुपर्छ। आफूलाई कम्प्लिट भएको हामीले त्यस्तो किसिमको त्यो बाँदरले जस्तो सोच राख्नु हुँदैन है। र यो सानो छोटो कथाबाट यहाँले म विश्वास गर्छु केही शिक्षा पाउनु भएको छ। अनि मैले त साँच्चै यसबाट शिक्षा पाएको छु। धेरै राम्रो लाग्छ यो कथा। हुन्छ, आजको कथा यहाँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। धन्यवाद।